हामी यता त्रिवेणीमा पुरै घाम लागेर मालिका जाने सब भक्तजनहरू हाम्रो यहाँ एलबी सर हुनुहुन्छ उहाँ चाहिँ नेपालको झन्डा बोकेर पुरै भक्त हुँदै आउनु भएको छ भक्त हुन हाम्रो यहाँ फुपू कस्तो लागिरहेछ फुपू राम्रै लागेको छ कष्ट छुट्टी आइयो माईको दर्शन भनी आएका यो घाम पानीले केही असर त गरेन गरेको छैन हिजो अलिअलि गरेको थियो हात लागेन थियो आज चाहिँ एकदम राम्रो केही गरेको छैन भोलि नि यस्तै भइदियो भने पाखा रमाइला यस्तो ठाउँ हामी अहिले 4000 के होइन 4000 मिटर हाइटबाट भिडियो बनाइरहेछौँ हाम्रो टेन्टहरू एउटा दुईटा तीनटा यहाँ बजै पनि हुनुहुन्छ भन बजै कस्तो लाग्यो यो ठाउँ भन है तँरा मनै त लागेको कुरा भन भोलि माइजा थाना जान्छु बडी बालिका त्यहाँ पूजा छु त आएपछि बाहेर ताई बाख्रा बस्छु बिहान नाकेछन जान्छु त्यहाँ पाठाडा माग्छु गोरुकी निरुकी बिहान घरतिर लाग्छु अनि फेरि उहाँ बिरामी मान्छे माताको दर्शनको लागि यति हाइटसम्म आउनु भएको छ होइन अझै लाइभ हो बिरामी घर बिरामी भए पनि लाइभ जस्तै हो यो कोही छैन गाई ल मुही पनि बनाऊ न लास्ट युट्युबमा ल हाम्रो हिमालजी पनि यहाँ नेपालको झन्डा फरफराइरहेछन् देखिरहेछ ठ्याक्कै नेपालको झन्डा त्रिवेणीमा यस ओके